हौवा स्यामुना नमस्ते मेरो प्यारा भ्युवर्स। आज चाहिँ स्वास्थ्य सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ म लगायत मेरो टिम सचेत धराने समूहलाई चाहिँ धरान उपमहानगरपालिकाका मेयर राज राईज्यूले चाहिँ आह्वान गर्नुभएको थियो। सो हामी सम्पूर्ण टिम नै धरान उपमहानगरपालिकादेखि भानुचोकसम्मको र्यालीमा चाहिँ उपस्थित रह्यौं है। अनि उक्त र्यालीमा चाहिँ विभिन्न भनौँ न धरानको विभिन्न स्कुल अर्थात् विद्यालयबाट चाहिँ सानो सानो भाइ बहिनीहरूको सहभागिता थियो है। अनि विभिन्न सङ्घ संस्थाका हाम्रो मान्य जीवहरू पनि उपस्थित रहनु भएको थियो। उहाँहरूले पनि र्यालीमा सहभागिता जनाउनु भएको देख्दा खुसी लाग्यो है। अब के भनेर धरान भनेको त लौरेको सहर भनेर होल नेपालमा नै चिनिन्छ है। अनि अझ भनौँ यसलाई चाहिँ लागू औषध दुर्व्यसनकर्ताको सहर भनेर पनि दोस्रो नामले चिनिन्छ होइन। पहिला चाहिँ अब अहिले त पुरै अधिकतमबाट घटेर न्यूनतम भएको छ नि त, थोरै मात्रै छ, 20% जति चाहिँ सच्ची पनि छ है। त्यही भएर दुःख लाग्छ, बालबच्चाहरू टिनेजरदेखि नै बच्चाहरू बिग्रिएको देख्दाखेरि कस्तो मन हुन्छ क्या मलाई त झन् के भन्नु र है। अब सो हजुरहरू सम्पूर्ण अभिभावकहरूले पनि आफ्नो बच्चाहरू कहाँ जाँदैछ होइन, के खाँदैछ उनीहरूले, अनि उनीहरूको साथीभाइको सङ्गत कस्तो छ भनेर चाहिँ अलिकति निगरानी बढाउनु होला है। किनभने बच्चाहरू भनेको त्यही त 10-11 वर्षदेखि उनीहरूको टिनेजर सुरु हुन्छ। अनि त्यहीँबाट बच्चाहरू बिग्रिने क्या। अब अरूले सिगरेट खाएको देख्छ, उनीहरूलाई पनि खानु मन लाग्छ, के कस्तो हुन्छ, क्युरियोसिटी हुन्छ नि त। सो यति बेला नै हो हजुरहरूले अलिकति टेक केयर गर्नुपर्ने है। अनि उहाँहरूले खाँदैछ भने पनि गाली नगर्नुहोस्, उहाँहरूलाई माया गरेर सम्झाएर बुझाएर गर्नुहोस्। कतिपय त सम्झाउँदा बुझाउँदा पनि मान्दैन, तर पनि हरेस चाहिँ नखानुहोस् ल। स्थानीय संस्था